जुनेली। नमस्कार, म श्रेया नेपाल। जदौ थिएटर र रेडियो सगरमाथाले संयुक्त रूपमा उत्पादन गरेको धारावाहिक रेडियो नाटक जुनेलीको 7औं अङ्क लिएर हामी उपस्थित भइसकेका छौं। गएको अङ्कमा रत्नबहादुरले छोरी जुनेलीको विवाह नगर्ने भनेको खबर गोविन्द बाजेलाई दिएपछि बाजे जुनेलीको घरमा पुग्छन्। त्यहाँ रत्नबहादुर र भगवतीले जुनेलीको विवाह 20 वर्ष नपुगेसम्म नगर्ने भनेपछि बाजे उनीहरूसँग वाद विवाद गर्न थाल्छन्। त्यसै बेला जुनेली घर बाहिर आएर आफ्नो अनुमति बिना आफ्नो विवाहको कुरा गर्ने अधिकार कसैसँग छैन भनेपछि बाजे जुनेलीलाई चुप गराउन विवाद गर्न थाल्छन्। त्यति नै बेला मास्टर त्यहाँ आइपुग्छन् र जुनेलीको तर्फबाट बोल्न थाल्छन्। जुनेलीको घरमा हल्ली खल्ली हुन थाल्छ। यो हल्ली खल्ली सुनेर हरिकृष्ण पनि त्यहाँ पुगेर सबै कुरा बुझेपछि जुनेलीकै पक्ष लिएर बोल्न थालेपछि सबै कुरा बिगार्ने र आफ्नो स्वार्थको लागि रत्नबहादुरलाई भड्काउने मास्टर नै हो भनी दोष लगाउँदै रत्नबहादुरलाई छोरी अन्माएर पठाउने तिमीहरूको सपना सपनामै सीमित रहन्छ भन्दै त्यहाँबाट बाजे हिँड्छन्। त्यही रात भगवती र रत्नबहादुर गोविन्द बाजेको कुरालाई लिएर सरसल्लाह गर्दै गर्दा अचानक रातको समय कसैले उनीहरूको घरको ढोका ढकढक्याउन थाल्छ। त्यति राति ढोका कसले ढकढक्यायो होला त? यो जान्नको लागि आउनु सुनौ नाटक नै। को हो यति राति ढोका ढकढकाउने? म हूँ रत्ने काका। म भने को? म आइते। ए आइते पो पहै पख। आइते के पर्यो र यति राति ढोका ढकढकाउन आइस? के भयो? को आएको रहेछ जुनेलीको बा? आइते आएको रहेछ। ए के भएछ र? हेर्नुहोस् न काका काकी, श्रीमती सासूलाई सन्चो नभएर माइत गयो कि। ए अनि? एक्कासी छोरीलाई केले छोप्यो। पेट दुख्यो भनेर छटपिट्न थालेकी छे। ए छोरीलाई धामीकोसम्म लान काकाले सहयोग गरिदिनु पर्यो भनेर आएको म त। हुन्छ ल हिँड। ए जुनेलीकी आमा ढोका राम्रोसँग लगाए? हुन्छ तपाईले यताको पिर गर्नु पर्दैन, बरु छिटो जानुस्। ए जाउँ हिँड आइते। सुन्नुभयो काका, साँझैदेखि यत्तिकै छटपटिँदैछ। कठै साह्रै दुखे जस्तो छ। जा छिटो बोकेर बाहिरले हामी कहाँ लगिहाल्नुपर्छ। जा छिटो। हुन्छ काका, म छोरीलाई बोकेर ल्याइहाल्छु। एक्कासी के भयो यो छोरीलाई? धेरै कराएको साह्रै पारे जस्तो छ। ल भो नकरा छोरी, अब धामीकोमा पुगेपछि निको भइहाल्छ नि। बिस्तारै गर्न। ल हिँड, म दैलो बन्द गरिदिन्छु। त हिँड। ल छोरी, धामीकोमा आइपुग्यो, अब तेरो व्यथा चट्टै हुन्छ। ए आइते, कालीलाई बिस्तारै त्यहाँ पिँढीमा बसाउँदै गर् त, म धामीबालाई उठाउँछु। ल छोरी, बिस्तारै यहाँ पिँढीमा बस त, अब निको हुन्छ। नाति न धामीबा। ए धामीबा को बाहिर? म हुँ धामीबा, म रत्नबहादुर। ए एकैछिन है। रत्ने, के कामले आइस त यति राति? हेर्नुहोस् न धामीबा, यो आइतेकी छोरीलाई एक्कासी पेट दुखेर छटपटिन थाली छे, त्यही भएर लिएर आएको। ए ऊ त्यो पिँढीको छेउमा सुकुल ओछ्याएर राख त, म आउँछु। आइते छिटो यता ले, म सुकुल ओछ्याइदिन्छु। आइज छोरी। बिस्तारै यता बस। यता तँ पनि सँगै बस्न आइते। हस् काका। रत्ने, त यता आइज त। किन धामी बा?
त्यो सुकुलभन्दा यता आइज न, नत्र छोइन्छ नि। ल ला त यो अक्षता त्यो कालीलाई छुवाएर मलाई दे त। हो खै यताले, तिनीहरू बस्या सुकुल नछोइकन मलाई दे न। हो ल ले। अब त पनि उतै सुकुलमा गएर बस। हस् धामी बा। एकैछिन है त, म यसो अक्षताबाट हेर्छु। जले तले घाँटी भाटी औघाटी निरञ्जन निरागर रच गरे भग भगिनीको गर मुख गला झोझ रेगिनी मारी घुरीको गर फट फट भखट भखट फट फट। आज कता कता गएकी थिइस् काली? आज स्कुलबाट घर फर्कँदै गर्दा त्यो देवी चौरमा खेलेर सिधै घर आएको हो। अಯ್या अन्त गएको होइन अಯ್या। हो तिनै देवी लागेको। देवी घुम्न निस्केको बेलामा यो त्यहाँ पुगेकी रहेछ। यो त्यहाँ खेल्दै गर्दा देवीको बाटो छेकियो, त्यसैले उनी रिसाइन्। अब के गर्नु पर्ला धामी बा? देवीलाई भाले दिएर क्षमा पूजा गर्नुपर्छ। कहिलेसम्म गरिसक्नु पर्ने होला त पूजा धामी बा? भोलि नै मध्य दिन पारेर यो पूजा गरेर देवीलाई भाले दिइसक्नुपर्छ। अहिले व्यथा कम गर्ने कुनै उपाय छ कि धामी बा? उपाय छ, म अहिले पानी फुकेर दिन्छु, तर त्योभन्दा पहिले देवीलाई भाले दिन्छु भनेर बाचा गर्नुपर्छ। गर्छ। लौ आइते कुखुराको भाले दिन्छु भनेर बाचा गर। मेरो बाचा भयो। हे देवी चौरकी देवी माता, मेरो छोरीको गल्ती भयो, उसलाई माफी गरिदिनुहोस्। म हजुरलाई कुखुराको भाले दिने भएँ। ए रत्ने, हजुर धामी बा। त्यहाँ भित्र गएर एउटा बटुकोमा अलिकति पानी लिएर आ त। हुन्छ धामी बा। लिनुहोस् धामी बा। खैले पख, म यो पानी फुकिदिन्छु। ला यो पानी त्यो कालीलाई खुवाइदिए। हस् ल ला काली, यो पानी खा। हस् सबै पानी सकिस्? सके। ए रत्ने, अलग्गबाट पानी हालिदे त, आइतेले त्यो बटुको पखालिदिन्छ। हुन्छ धामी बा। लौ आइते म पानी हालिदिन्छु, त यो बटुको पखाल्दे। हुन्छ काका। ल यहाँ छोइएला, उतै परै छेउमा गएर बटुको घोप्ट्याइदे। हुन्छ धामी बा, म यहाँ घोप्टाइदिन्छु। ल ल ल अब तिमीहरू जा हो। भोलि 11 बजे एउटा भाले, 1 मानो चामल, 1 बोतल रक्सी र धुपबत्ती सहित कालीलाई लिएर देवी चौरकी देवी थानमा आइपुग्नु है। हुन्छ धामी बा, अहिलेलाई हामी जान्छौँ। ल ल ल जा। रत्ने काका, है एउटा समस्या आइलाग्यो। कस्तो समस्या? खै कसरी भन्नु काका? भन् काका पनि भन्छस्, समस्या भन्नु पनि अप्ठ्यारो मान्छस्। भन्। धामीबाले भनेअनुसार सबै सामानको जजाम त गर्छु, तर त्यो कुखुराको भालेको बन्दोबस्ती गर्न नसक्नुला कि? त्यो नभए पूजा कहाँ हुन्छ र? त्यो त चाहिन्छ नै आइते। खै कसरी गर्नु काका? आफूसँग भएको पैसा कालीकी आमालाई दिएर पठाइहालियो। अहिले हातमा फुट्या कौडी छैन। अब कसरी गर्छस् त पूजा? खै काकासँग छ भने भोलि 1 दिनको लागि सापटी पाऊ, पर्सि कोदो बेचेर तिरौँला। अब खासै भन्ने हो भने मसँग पैसा चाहिँ छैन। जुनेलीलाई पर्सि क्याम्पस भर्ना गर्न खसी बेचेको पैसा छ। 1 दिनको लागि हो भने यहाँ खल्तीमै बोकिराखेको छु। हुन्छ काका, हुन्छ। भोलि बेलुकासम्म त यसकी आमा पनि आइपुगिहाल्छ। पर्सि बिहानै म कोदोको भारी बोकेर बजारतिर झरिहाल्छु। ल हिँड। तेरो घरमा पुगेर उज्यालोमा पैसा झिकेर दिउँला नि। काका, तपाईँको यो गुण जीवनभरि बोल्दिनँ। यसमा गुणको कुरा के भयो र आइते? सकेको सहयोग गर्ने त हो नि। त्यो त हो काका। जुनेली, ए जुनेली, किन बुवा? तेरी आमालाई देखिन नि।
कता गई तेरी आमा? ए आमा त पानी लिन पँधेरातिर जानुभएको छ। ए पनेरातिर पो गएकी छे? किन र बुवा? चिया खान मन लागेको थियो, त्यही भएर सोधेको नि। ए त्यति चिया त मै बनाइदिइहाल्छु नि, तर यति आँगन बढाइसकेर बनाइदिन्छु नि ल बुवा। हुन्छ हुन्छ, त्यति बढाइसकेर पकाउँदा पनि हुन्छ। ए बुवा, है हिजो राति हजुरलाई बोलाउन को आएको थियो? ए आइते आएको थियो। किन र बुवा, के भएको रहेछ उहाँलाई? आइतेकी छोरीलाई 81 पेट दुखेर छटपटिन थालिछे, अनि धामीकोमा लानु पर्यो, साथी हिँडिदिनुहोस् न काका भन्यो, त्यही भन्न आएको। ए अनि धामी बाले चाहिँ के भनेछन् त बुवा? देवी लागेको रहेछ। देवी लागेको रे? हो त, स्कुल छुटेर सोझै घर नाइ देवी थानको चौरतिर खेल्न थालिछे। त्यत्तिकै बेला देवी घुम्न निस्केकी थिइन् रे। त्यो खेल्दा उनको बाटो छेकिएछ, त्यसैले देवी रिसाइ छिन्। त्यसो भए अहिले बिसेक भयो त? के को विषय हुन्थ्यो नि? अहिले 12 बजे मध्य दिनमा भाले चढाएर क्षमा पूजा गर्नुपर्छ, अनि बल्ल देवीले माफी दिन्छन् रे। त्यस्तो पनि कहीँ हुन्छ? मलाई त त्यस्तो कुरामा पटक्क विश्वास लाग्दैन। धत, के भने कि त्यस्तो? त्यस्तो भन्नु हुँदैन छोरी। देवी देवताको कुरामा विश्वास गर्नुपर्छ। त्यसरी भनिरह्यो भने त आफै माथि आइलाग्छ। अबदेखि त्यसो नभन है छोरी। हस् हस्। साँच्चै त एउटा काम गर्न छोरी। के काम बुवा? त्यो कालीकी आमा घर आइपुग्न आज बेलुकै हुन्छ। आइते पूजाको सरसामान लिन बजार जान्छ। घरमा त्यो बिरामी काली एक्लै हुन्छे। त त्यता गएर कालीको साथी बसिदिएन है? भइहाल्छ नि, म हजुरलाई चिया बनाइदिन्छु अनि जान्छु ल बुवा। त पनि यसो केही खाएर जान। हुन्छ, हस् बुवा। तपाईँ सुन्दै हुनुहुन्थ्यो धारावाहिक रेडियो नाटक जुनेलीको 7औं अङ्क। यसमा भाग लिने कलाकारहरू हुनुहुन्थ्यो स्वस्तिका पौडेल, विष्णु परियार राजन, शिवराज पौडेल, गणेश दुलाल, राजु चौधरी, निरजराज सुवेदी, कमल बोहरा, वासुदेव खनाल, हरिकृष्ण गौतम, विमला केसी, रचना पौडेल र समन्ता आचार्य। संगीत थियो शिवराज पौडेलको, संगीत संयोजन थियो जुगल डङ्गोलको, नाटक संयोजन थियो समन्ता आचार्यको र यस नाटकका लेखक निर्देशक हुनुहुन्थ्यो निरज राज सुवेदी। तपाईलाई हाम्रो नाटक कस्तो लाग्यो? हामीलाई सल्लाह सुझाव पठाउन नभुल्नुहोला। हाम्रो ठेगाना हो jadavfilm@gmail.com। यो सँगै तपाईले रेडियो नाटक जुनेली फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि फेसबुकमा तपाईले www.facebook.com/drama जुनेली लगन गरेर पनि सुन्न सक्नुहुन्छ र आफूलाई मन लागेका कुराहरू पनि लेख्न सक्नुहुन्छ। हस्त अर्को हप्ता आजकै समयमा रेडियो नाटक जुनेलीको 8औं अङ्क लिएर आउने बाचा गर्दै म श्रेया नेपाल बिदा हुन्छु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।